प्रविधिको कथा सुनौ जसले एउटा ठूलो समस्या त सुल्झायो तर अर्को जन्मायो। यसको कारण थियो मसिनभित्रै चलिरहेको स्पिडको लडाईँ। कुरा सन् 2000 भन्दा अगाडिको हो। कम्प्युटरहरू एसडी र्याममा चल्थे, जुन एउटा ठूलो बाधक बन्दै थियो। यो प्रविधिले एक पटकमा एक टुक्रा डेटा मात्र पठाउन सक्थ्यो। सोच्नुस् त, एउटा साँघुरो एक लेनको हाइवे जस्तो। हो, यही सीमितताले गर्दा नै त्यो बेलाका कम्प्युटरहरू अड्किने र लोडिङमा धेरै समय लगाउने गर्थे। तर सन् 2000मा यो समस्याको समाधान आयो। एक नयाँ हिरोको आगमन भयो, DDR र्याम। यसको पूरा नाम थियो डबल डेटा रेट र्याम र नाममै यसको सुपर पावर लुकेको थियो। यहाँ भिन्नता एकदमै प्रष्ट देखिन्छ। यसले प्रभावकारी रूपमा 2 लेनको डेटा हाइवे बनाइदियो, क्षमता सिधै दुब्बर। नतिजा, कम्प्युटरहरू अचानक पहिलेभन्दा निकै छिटो र शक्तिशाली भए। अनुभव नै बदलियो। अफिसको काम होस् वा त्यो बेलाका क्लासिक गेमहरू, DDR1 सबैको लागि काफी थियो। तर यो हिरोको एउटा लुकेको अनि गम्भीर कमजोरी पनि थियो। DDR1 चल्नलाई 2.5 भोल्ट बिजुली चाहिन्थ्यो। र्यामको लागि यो एकदमै धेरै पावर हो। र यति धेरै बिजुली खपत हुनुको मतलब धेरै ताप पनि उत्पन्न हुनु थियो। अनि जब र्याम धेरै तात्छ, पुरै सिस्टमको स्थिरता नै खतरामा पर्छ। यसको सिधा असर के भयो? कम्प्युटरहरू बिना कुनै चेतावनी क्र्यास वा फ्रिज हुन थाले। अनि अवस्थालाई झनै खराब बनाउन त्यो बेलाको सफ्टवेयर पनि उस्तै थियो। DDR1 को समय थियो विन्डोज मिलेनियम एडिसनको, जसलाई अहिलेसम्मकै सबैभन्दा अस्थिर विन्डोज भनिन्छ। त्यसो भए 2 अलग-अलग समस्याहरू एकै ठाउँमा आएर अस्थिरताको आँधी नै ल्यायो। मतलब क्र्यासहरू तात्ने हार्डवेयर र गडबड सफ्टवेयर दुवैतिरबाट आइरहेका थिए। DDR1 को कथाले एउटा कुरा राम्ररी सम्झाउँछ। प्रविधिको विकासले अक्सर नयाँ, नसोचेका चुनौतीहरू पनि सँगै ल्याउँछ।